भनेपछि ल यो पार्टीको बैठकमा के गर्ने भन्ने निर्णय चाहिँ त्यो पार्टीको बैठक बस्दै गर्दाखेरि निर्णय हुँदैन। अघिल्लो दिन सचिवालयले के निर्णय गरेको छ त्यो निर्णय अनुसार त्यो निर्णयमा टेकेर मात्रै बैठक हुने हुँदा आज चाहिँ विशेष गरी हामीले अब महाधिवेशन नजिकै छ, महाधिवेशन कसरी गर्ने, हाम्रो वडा अधिवेशन कसरी गर्ने, पालिका अधिवेशन कसरी गर्ने, जिल्ला अधिवेशन कसरी गर्ने, मिति कसरी तय गर्ने र सक्षम पार्टीभित्रका र अहिले भर्खरै नयाँ जोडिनुभएका साथीहरूलाई चाहिँ कसरी समायोजन गर्ने भन्ने विषयमै बढी केन्द्रित भयो। र यो सुदन गुरुङजी गृहमन्त्रीज्यूको कुरा चाहिँ उहाँले आफ्नो सोसियल मिडिया मार्फत पनि आफ्नो कुरा प्रष्ट भनिसक्नु भएको छ। अब त्यो पर्याप्त छ कि होइन, त्यो पर्याप्त छ कि छैन भोलि गृहमन्त्रीले दिनु होला निर्देशन। हाम्रो पार्टीमा चाहिँ सामाजिक सञ्जालमा सबैभन्दा धेरै एक्टिभ हुने सांसद हो। एकदम त्यो हुनाले सामाजिक सञ्जालमा व्यापक चर्चा परिचर्चा प्रश्न उठिसके पछाडि तपाईँले पार्टीमा किन राख्नु नसक्नु भयो? भनिसके पार्टीमा त्यो मिटिङमा के हुन्छ भने एजेन्डा भन्दा बाहिरको कुरा मिटिङमा इन्ट्री हुँदैन क्या। हरेक कुराको नियम हुन्छ नि त। जस्तो तपाईँ अहिले मलाई फोटो खिच्दै गर्दा तपाईँले क्यामेरा तेर्साउनु भएको छ, तपाईँले मोबाइल देखाउनु भएको छ, तपाईँले दिमागमा प्रश्न राख्नु भएको छ, तपाईँको पनि एउटा चेन अफ कमान्ड छ नि त। पार्टी भनेको त्यो झुलुक्क हुने बित्तिकै त्यही आएर निर्णय गर्नुपर्ने लागेन यो प्रस्ताव पार्टीभित्र लैजाउँ भन्ने होइन। त्यो त हाम्रो पार्टीले जे निर्णय गर्छ त्यसमा हामी विषय बनाऊ भन्ने चाहिँ लागेन। मैले यसको जवाफ सुन्नु न, तपाईँ के को लागि प्रश्न सोध्दै हुनुहुन्छ? तपाईँले कङ्क्रिट जवाफ त यसरी पाउनुहुन्न। मैले अघि भने सुदन गुरुङजी गृहमन्त्रीज्यूले आफ्नो फेसबुकबाट पनि प्रष्ट रूपमा भन्नुभएको छ र यो विषयमा फर्दर इन्भेस्टिगेसन हुन पर्यो अथवा केही गर्नु पर्यो भने उहाँले प्रक्रिया मार्फत जानुहुन्छ। लोकतान्त्रिक दल हो, प्रश्न आउँछन्, कोही त्यस्तो अपराधी अथवा कोही त्यस्तो गलत क्रियाकलापमा संलग्न भएको रहेछ भने भोलि पार्टीले उठाउला। तर प्रश्न आउने बित्तिकै कमिटीमा किन उठाएन, तैँले व्यक्तिगत रूपमा उठाउनु पर्थ्योस् भन्ने चाहिँ अलिकति प्रवक्ताले नै कुनै त्यही भएर मैले अघि हजुरलाई के भने होइन मैले के भने भने प्रवक्ताजी बाहिर हुनुहुन्छ। किनभने हामीले चाहिँ कपालले बोल्ने मिडियामा भन्ने कुरा पनि हामीले अहिले एउटा रुल पनि सेट गरेका छौँ। किनभने सबैजनाले बोल्दै गर्दाखेरि आफ्ना आफ्ना धारणा पनि हुन सक्छन्। हामीले पार्टीको धारणा के लाग्छ भन्नु गृहमन्त्रीका जसरी समाचार आइराखेका छन्, जसरी प्रमाण स्वरूप सञ्चार माध्यमहरूमा व्यापक भइरहेको छ, तपाईँलाई चाहिँ लाग्दैन अनुसन्धान हुनुपर्छ, छानबिन हुनुपर्छ भन्ने लाग्दैन? मलाई लाग्छ या लाग्दैन भन्ने विषय होइन। मैले अघि भने 1.5 घण्टा अगाडि गृहमन्त्रीजीको पनि धेरै जनताहरूले चाहिँ बोलिसक्नु भएको छ थ्याङ्क यू भनेर। र यो विषय चाहिँ अझ मभन्दा पनि मेरो बुझाइ भनेको सञ्चार माध्यममा तपाईँले भोलि खोज्ने हो, इन्भेस्टिगेट गर्ने हो। अब हामीलाई जबरजस्ती ल यो मुखै चाहिँ घोषणा गरिकन के हो भनेर सोद्धा जवाब आउँदैन। धन्यवाद।